नमस्ते बुकामी ल हाम्रो ब्लग सुरु भयो अहिले भर्खरैबाट 2 टाइम भयो ल बुकामी हो कि बिकामी हो कि अब स्टार्ट हुँदै छ यो बुकामी कस्तो टायर दिएको ब्लग सबैजनाले हेरिदिनु होला अनि लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला है कस्तो अग्ली देखेको मेरो नाम मिजिस्ना हो तपाईको नाम मेरो नाम बुका हो तपाईको नाम के हो मिका मिका तपाईको नाम के हो केपा हामी के त त्यसो केपा केपा ओके तपाईको नाम के हो त कामी अनि ड्राइभर चाहिँ मेरो हर्क सप्पा अनि साइडको फेरि अंकलको नाम उहाँ चाहिँ त्यो के छ नि हाम्रो नबोल्ने वाला के हो यहाँनिर आउनु भएको छ नि एरिजोनामा साइन्टिस्ट उहाँको अरे उहाँको नाम उहाँ हर्क साम्बाङ होइन अर्को राजेश समाल होइन अस्ति यहाँ एरिजोनामा उहाँ पिएचडी गरेर जाने यहाँ साइन्टिस्ट के अरे त्यसको नेपालको प्रधानमन्त्री महावीर पुन भन्नु ल गाइस हामी चाहिँ अब पेसनतिर जान लागेको हैन पेसनतिर जान लागेको ड्राई पिकनिक हो हामी वेट पनि हुन सक्छ चाउमिन छ नि चाउमिन छ वाटरफल छ ड्राई पिकनिक त वाटरफल छ नि ल हामीलाई नदेखाउ अन्त कस्तो देखेको मलाई टायर देखेको हेर्नु होला अनि फेरि हामीले अरू त्यता के छ सब हजुरहरूलाई देखाउने छौँ है त यो पोर्ट्रेटमा भयो धन्यवाद we'll see you guys there bye ल चटपटे दिदी ल यता चटपटे दिदी पानीपुरी दिदी बिस्तारै है गाइस मैले लोटे लाग्छ Gaura. Okay guys, so we found our perfect place, right in the shade. Perfect. Good job. Okay guys, म चाहिँ त्यहाँ गएको थिएन भिडियोमा खुट्टा खोजेर यता आइदिएँ How does everyone feel? खै त कोही बोल्दैन ए चम्चा चाहियो ए हजुरको नाम के हो नि हजुरलाई चाउमिन कति लाग्यो कस्तो लाग्यो कस्तो लाग्यो एकदम मिठो लाग्यो भुकाले बनाएको चाउमिन भुका जस्तै थियो हैन बब्बाल एकदम मिठो लाग्यो अनि हजुरको नाम र अनि चाउमिनलाई कस्तो लाग्यो नाम पनि भन्नु महावीर हैन रोटी ओके भेरी नाइस हजुरको नाम र चाउमिन कस्तो लाग्यो मेरो नाम हर्क सम्पाङ म नेपालको संसदबाट आएको हुँ मलाई चाउमिन बाबा लाग्यो रोटी मिठो लाग्यो र यो वातावरण एकदम रमणीय भएको म धेरै खुसी छु र म गति पर्छु भन्ने मलाई ग्यारेन्टी भइसक्यो ओके अनि हजुरको कति परिसके म कार्की म कामी 10 out of 10 अनि चाउमिन 10 out of 10 हजुरको नाम भुका सही हो म हो सेफ चाहिँ चाउमिन 10 out of 10 ओके अनि हजुरको नाम के हो केपा केपा तिमीले मद्दत गर न के पा ओके अलराइट त्यो जुत्ता जस्तो रहेछ म सुल भएको ल तपाईको नाम र चाउमिन हो न चाउमिन ओहो मेरो नाम केपा चाउमिन खाइयो सेलेरी हालेर साह्रै मिठो भयो अनि फन भइरहेछ धन्यवाद मेरो नाम चाहिँ निकु मिका देख्नु हो हैन मलाई पनि तपाईले त मिठो लाग्यो मन 10 out of 10 भन्न चाहन्छु धन्यवाद तर खाकी छैन त अलि छु हैन तपाईँलाई बोतल पनि देखाइदिनु तपाईँको के हो त्यो बोतल यता छ नि बोतल त ये त्यो बोतल एउटा स्ट्यान्डली एउटा ज्याकेट ल्याउने ल गाइस यहाँ हेर्नु त मान्छेहरु अरूको लागि यो सर्भिस चाहिएको छ ल भन्नु है ल यो चाहिँ नेपाली पिकनिक इन अमेरिका मलाई अमेरिका मलाई जापान पनि बाबालाई सबै साइड गइछ
लु गाइस पानीपुरी है अब छैन यहाँ खुट्टा गोप्यो मलाई ल हेर्नु ल हामी चाहिँ यतातिर एडभेन्चर गर्न लाइक होइन तपाईँको नाम के हो बिर्सेँ मैले मिका हो मिकु मिका तपाईँ मिकुमा मिका अनि यता केटा अनि उता कामी हो कि कार्की कार्की नाम चेन्ज भएको भएछ यता चाहिँ गाह्रो भयो उता हर्क हर्क होइन हर्क त उता जान जुत्ता लाउनु मिकु मिकु अब हामी गयौँ टिकु कस्तो राम्रो भ्यू आएको माई गॉड वाउ नाइस दामी छ दामी तपाईँको कपडा कति दामी छ दिदी So guys, like and subscribe my channel, y'all. Alright. ल यहाँ हेर्नु गाइजहरू यस्तो बडा ठाउँ छ नि यहाँ म उता उड्न सकेको भए उता जान्थेँ होइन तर उड्न सक्दिनँ तर म अब यस्तै हो उडी भए तल तल जान्थेँ तर जान सक्दिनँ म रमाइलो लाग्छ कि लाग्छ छैन ओहो दामी ऊ चाहिँ माइजो केपा बाबा ठुल बाबा सबैजना रमाइलो गर्दै हुनुहुन्छ ओहो कस्तो रमाइलो कस्तो राम्रो देखेको वाउ ओ या मिकाको हामी चाहिँ बाटो बिहालेर फेरि फर्केर होइन फेरि यता गइसक्यो हामी यता त हो कि नि आवाज पनि आइरहेको छ जाउँ खतरा खतरा भ्यू देखिन्छ following ल ओके ओके coming right behind you देखो ना देख लिया ऊ चलो खाऊ यार पानी पनि छिर्की छिर्की आइछ नि कता कता भनेको त्यही होला कति राम्रो त्यही त त्यहाँबाट यहाँ पानी आएको त्यहाँ देख्न सक्छ पानी गाईहरू मेरो गाईहरू त्यही हो बाटो भयो भने पानी चाहिँ राम्रै छ त हेर्दा थोरै हो हिँड्दा ठिसिन्छ यहाँ आयौँ हामी चाहिँ द कमन साइड वा अघि हामी उता बाटो आइथियौँ गाइस होइन तर जाने हामीलाई फेरि यता आयौँ हेर्नलाई लु हेर्नु गाइस यो पानी हेर्न अब हामी कस्तो लाग्यो ए ऊ त्यो ब्रिज हुँदैन रहेछ पानी भएर नि त्यो ब्रिज चाहिँ हुँदो रहेछ त्यही भन्नु खोजेको त्यो त्यहाँनिर चाहिँ होइन अनि त्यही हो एकजनामा आउनु नि आउनु होला कस्तो राम्रो छ शीतल होइन लु ल हामी फोटो खिच्न लाग्यो भाइ अब चाहिँ हामी लुडो खेल्दैछौँ यहाँ लुजर टिमहरू यता अनि विनर टिमहरू यता ल हाम्रो पारा के आउँछ हेर ए एकले कता जाने हो ल फेरि यता ल्याउनु अझै यता एक दो तीन चार ल गाइस ल हामी त विनर आथ्यो यहाँ भिडियो छ यहाँ झ्याली पनि भइरहेछ अलिअलि के हो झ्याली त्यो भइसक्यो है बाबु त पाउँदैन इन्टेन्स गेम चलिरहेको छ होइन हाम्रो 1 2 3 4 5 6 हाम्रो एउटा किलो बाँकी छ सिटिङ भयो हामी 1 2 3 4 5 अब 1 2 3 तीन आउँछ ल ठिक छ खै खेल्नु त खेल्नु
मौसम चाहिँ कस्तो राम्रो हेर्नु न कालो बाटो ल हेर्नु त गाइस हामीले यहाँ के भेटायो नेपालीहरूले किम्बु भेट्यो किम्बु हाम्रो नेपालमा किम्बु भन्थे म के भन्नु खै देखाउनु त कस्तो छ किम्बु खाइहाल किम्बु किम्बु काम किम्बु यस्तो गुलियो छ होइन त कत्रो छ बाबा फलेको कस्तो खतरा फलेको होइन ल हेर यत्रो धेरै भयो ओ माई गॉड खै खानु Oh my god. खस I say look. ऐसा लुको बट पेट दुख्ने अरे कि फेरि पछि गएर ऐसा लुको बट बाबाहरू खै किन्नु खानु पाउनु होइन लु खै ल्याउनु न कति खुल्यो हो न अमिलो पनि आइका अलिकति बुढो भएछ You बसिरहनु मलाई You बसिरहनु मलाई उनीहरूले खाना नलायो ओइ नेपालमा कस्तो किम्बु हुँदो रहेछ त यहाँ पनि एउटै कुरा त है यहाँ नेपालको चराले आएर हो कि क्या हो चिया के भन्नुहुन्छ किम्बु फल्यो के को युट्युबमा आयो फेरि यो त जाँदैन ल लाग्यो मुतातिर ल किम्बु भन्दै उता लिएर जाऊँ 2 किलोको 20 रुपियाँ ल परिवारका 3 जना मृत्यु भएको छ भनेर यस्तो के मुखमा राहु बसेर क्या के बोला नचाहिँदो नबोला हामी नेपालीहरु त्यस्तै सिधै पताइन्छ ल गयो ओके वी आर इन द कार यार अहिले आइसकेको बाद अझै हातमै छ यो झोला पनि किन राख्छ अब त्यो मोबाइल चल्दैन कि बिर्सिन लाग्छ ल हेर्नु दोस्तहरू हामीले फेरि यो चक्लेटी स्याउ भेटाइसकेको छौँ सबैले भन्दै हुनुहुन्छ अमिलो छ परे भाइ उयो अल्छेलको ए मम्मी स्याउ कस्तो छ अमिलो नाना 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 के हो स्याउ मैले अलिकति टोकेको रे अलिअलि गुलियो हुन थालेको छ ए हो त चक्लेटी ठ्याक्कै चक्लेटी स्याउको टेक्स्चर अम्ला जस्तो छ होला अम्ला टेक्स्चर चाहिँ त्यस्तै छ अलमा के अरे यो यहाँ छ खाम कि नखाम भइरहेछ मलाई तपाईँहरूको मुख देखेर ल गाइस लेट्स गिभ मेरो बाबालाई यो स्याउ स्याउ हो कि ढाउ हो कि के हो ल अब गिभ दौडिनु पर्यो ए बा बाबा बाबा तपाईँलाई गिभ Oh, thank you. Oh my god. Try it. I love you. It's an apple, right? Try it. Chocolatey apple. No, I should clean. I did. No, I was clean. You did clean? Yeah. You did clean? Oh, clean भएको? अँ Oh, okay. ल ए किमु यता किमु त खाने सबैले किम्बुको किम्बुको खाना हुन्छ? कस्तो लाग्यो ठुलो बाबा खानु हुन्छ हो किनकि तपाईँको नाङ्गो जस्तै छ पार्टीमाला भन्ने ठाउँ छ। मुस्ताङको स्याउ मुस्ताङ मुस्ताङ अङ्गुरहरू यति छ अरे कि बाटोमा। सुरु भयो फेरि यहाँ यो फेरि ठाउँमा ऊ भनिसक्यो स्ट्रबेरी भन्ने ठाउँ छ यो 10 मिनेट पर स्ट्रबेरी राम्रो फल्छ यता यसरी जानुपर्ने हो क्या हामी? उहीँबाट पनि छ नि स्टोरी। मिल्छ जान अहिले यसो फर्किँदाखेरि यसो 10 मिनेट यो किम्बु त नेपाल गएको थियो। यम यम तर त्यहाँबाट चटपटे सुरु भयो चटपटे दिदीको चटपटे दिदी भाइरल चटपटे दिदी चटपटे चटपटे होइन मसला त रातो देखिँदैन त के हो खाना पिरो भयो मैले खाएको त कस्तै भयो खासै मिठो त देखिँदैन त देखिँदैन त के हो अझै कालो तिनी चम्मै छ त बल्ल चाहिँ सुरुवात हुँदैछ त आलु खै हालेको ए आलु खै चटपटे दिदी ल हेर्नु चटपटे चटपटे हुन्छ पटपटे चटपटे 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 खाएपछि हुन्छ छटपटे छटपटे चटपटे चटपट ल हाम्रो भुकु माइजूले कपडा चेन्ज गरेर सक्नु है ल केलाउ पनि हालेको राम्रो भएछ मेरो यहाँ ड्राई चटपटे खाने मलाई पिरो फेरि ठिकै चाहिँ नमन पर्ने है गाइस पानी चाहियो नि त घाँसमा बस्न यहाँ पनि आयो ल कति रुपियाँ चटपटे चिया ल दिदी 20 रुपैयाँ दुईटै कि एउटा एउटा 20 40 ओहो कति महँगो त कति महँगो चिया हो 40 पिरो Okay guys, look at this weather right now. It's literally about to rain. And most like a lot of people have left, but like some of them are here still. But look at this. Oh my god, guys. Oh my god. The wind is very winding. As you guys can see, we're having tatpatiyani watermelon. Okay? Jada baras to, no? Din din na elana. Maile pani parla hai lakhet na. ससुरालीमा अब गीत बज्दैन है कता कसको नानी हो यो? ससुरालीमा ख्याल ख्यालमा हे दिल बस्छ कान्छी सालीमा ल क्यामेराम्यान अर्को मेरो ठाउँमा शिमला मिर्च बुढो वाटरमेलन अझै चिसो छ। मैले जिन्दगीमा वाटरमेलन भन्नु जान्दिनँ दादा। सिमला मिर्च भने मैले सिमला मिर्च भनेको बुझ्छन्। आउँदैन म यहाँ। ए फोटो खिच्दा यहाँ मैले कि यहाँ अगाडि छु त क्यामेराम्यान देख्न होइन नेपाली के भन्छ है? खरबुजा खरबुजा हो त्यो सिक्नु पर्यो बरु यो वाटरमेलन भन्नु मलाई आएन हो। शिमला मिर्च ल गाइस मेरो चाहिँ यो एन्ड हुन्छ कि हुँदैन अलिक थाहा छैन तर सब्सक्राइबर लाइक चाहिँ सपना सपना नै हो कि ल ल के हो सौ साली बेनाको हो यो मिठो चिल्ला चिल्लाइमा
पनि पर्नाले लगेन ससुरालीमा दिदी आज के डे हो के डे हो आज केक डे मेमोरियल डे मेमोरियल डे हो क्या दिदी सम्झनाको दिन खामेल मात्रै यही जाला जस्तो चाहिँ चटपटे कति मिठो खाएको चटपटी हदैछ खाने भयो आउँदो है गाइस हेर्नु एक दुईजनालाई पुग्छ आइहाल्नु ल गाइस अब चाहिँ हामी दौडिन पर्ने भयो है पानी पर्यो लेट्स गो अनि के हुँदैछ यहाँ बालीले हटाइ क्या सबै सुरु मासिहरूलाई सुरु मासिहरू बालीले निकालेको छ लौ 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 छिटो छिटो च्यास फालिन्छ च्यास Guys, we made it successfully. We trashed back. त्यसको च्यारो ल वाटरमा पानी रोक्यो एकछिन हामीलाई कस्तो राम्रो भएछ तर मौसम चाहिँ पानी परेर भाग्य अब पानी पुरी त जाने पुरी भयो होला अहिले मेरो खुट्टा खेलेको प्या अब घर तर पर्दैन भिज्नु आउने भिज्नु यतिकै हो यतिकै अब छम 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 उति कहाँ सबै दौडेर कता हुने फर्केर अहिले खै ट्रास ब्याग मान्छे लगाए चाहिँ मेरो चाहिँ क्यानो क्वालिटी मिस भयो ल ल ओ माई गॉड ल ल ल ट्रास ब्याग झलाको मान्छे ल लेट्स गो इनसाइड यो पछाडि कसरी लाने हो फेरि चिया पोख्ने हो यताबाट बसेर हुन्छ म त जिरे यहाँ नबसेर हुन्थ्यो ए आयो बडबडी मलाई मासमा छुटेको राम्रो हो Oh my gosh, guys, look. Guys, गरम गुडुम भयो Oh my god, माथि आएको गाडी बनाइरहेको छु फेरि अन्त बाँकी अरे बस्ने भने जङ्गलमा हो बाँदर बस्ने चाहिँ घरमा हो क्या त्यही जङ्गल भने पनि जङ्गल त स्वर्ग हो क्या मान्छेको लागि यसलाई बादर बस्छ क्या स्वर्गमा अलि स्मार्ट बादर भन्छ स्मार्ट भएपछि जङ्गलमा बसेर हावा खान्छ अक्सिजन ल्याएको हरियो परियो हामी घरमा बसेर एसी चला अब जङ्गल चाहिँ सर्ने हो कि कसो होइन होइन त्यस्तो भन्नु चाहिँ कस्तो हो कि भन्ने एउटा चाहिँ एउटा नेपाल गएर जङ्गल मगर जङ्गल गइराखेको पानी भित्र ओ गाइस हामी चाहिँ कता पुग्यौँ है हिँड्दा है ल माथि गएको गइछौँ कता हो कता अग्लो साँचे गयो जस्तो भयो यार माइ गॉड यो त के हो चिसो पनि थियो यहाँ पनि गर्दैन मलाई फर सेल न लेट्स बाई इट म 5 रुपैयाँ दिन्छु बस्यो भने त कस्तो लाग्यो ल कसको घरमा आयो त बाटो छ घर हो कति ठुलो हो घर पनि सौर गाडी ठुलो है छोरा तिम्रो सानो छैन एक दर्जन जति बोटा गनाउनु पर्छ होला अङ्कलले भनेर नि त यहाँ थ्याङ्क यू फर वाचिङ है गाइस अब हामी चाहिँ नुनु गर्न लागेको अवस्था है अब यति ठुलो भएको स्लिपर गर्ने हग्गो भएर न मेकअप निकाले आउँ न कपडा निकाले आउँ खिसै भयो अब ल दिदी चाहिँ सुत्यो जस्तो सुतेको कि उठेर ल सब्सक्राइबर लाइक हान्न चाहिँ उठ्नु भन्नु पर्यो सब्सक्राइब एन्ड लाइक गरिदिनु होला सबैजनाले ओके बाई